आज हामी भिर मौरी जुन काटिरहनु भएको छ, हामी एकछिनपछि तपाईँलाई भिडियोमा हाल्दैछौँ। यो भिर मौरी खाँदाखेरि मान्छेलाई माथिको यानि जुन भिर मौरी खाए पछाडि चाहिँ मान्छेलाई कस्तो रियाक्सन हुन्छ भन्ने कुरा हामी तपाईँहरूलाई पनि देखाउनेछौँ। उहाँ गर्न खोजिरहेको थिएँ तर मलाई धेरै मौरीले टोकिसकेको छ, हेर्न सक्नुहुन्छ। मेरो हातहरू कामिरहेको छ नि, लगभग 30-40 वटा मौरीले मलाई टोकिसकेको छ। म हेर्न सक्नुहुन्छ। कविराज के हो? कविराज थामी। हामीले अघिदेखि भिडियोमा हेऱ्यौँ कि यो थामी समुदायले मात्र यो भिर मौरी निकाल्न सक्ने क्षमता छ भन्छ। यस्तो क्षमता के छ जस्तो लाग्छ तपाईँलाई? यो क्षमता चाहिँ आफ्नो आँट हो। जसले काटे पनि काट्छ। अब सक्नु पर्यो, भिरमा चढ्नु सक्नु पर्यो, मोटो डरे हुनु पर्यो। अनि जसले काटे पनि